अहिलेको सिजन भनेको अमलाको सिजन हो। जताततै पाइन्छ यो। बजारमा पनि इजिली पाउन सकिन्छ। भिटामिन सी को एकदमै राम्रो स्रोत मानिन्छ। आज चाहिँ हामी यसको तितौरा बनाउन जाँदैछौँ। यसको लागि चाहिँ हामीले मजाले टिपेर ल्यायौँ अनि त्यसपछि मजाले पखाल्ने। पखालिसकेपछि हामी यसलाई चाहिँ कुकरमा 3-4 सिटी मजाले पाक्ने गरी सिटी लगाउँछौँ। हेर्दै कस्तो खाउँ लाग्दो देखिएको छ। यो रातो रातो चोट चाहिँ हिजो झार्दाखेरि लागेको दाग हो। मलाई चाहिँ काँचो पनि यतिकै मनपर्छ। अमला खाइरहेको हुन्छु। हामीले कुकर बसायौँ अनि मजाले 2-3 सिटी लाग्न छोडिदिन्छौँ। अमलाको चाहिँ दुईटै अचार बनाउन सकिन्छ। हामीले क्यान्डी पनि बनाएको थियौँ जुन बच्चाहरूलाई चाहिँ मनपर्छ। गुलियो भयो भने उनीहरूलाई चकलेट खाए जस्तो पनि हुने, फाइदा पनि हुने। अनि हाम्रो लागि चाहिँ नुनहरू हालेर बनाएँ। धेरै अमला भएको कारणले होला मेरो बिर्को लाग्न पनि एकदमै गाह्रो भएको थियो। अझै अर्को लट उसिन्न बाँकी नै थियो। बच्चाहरूलाई मनपर्ने तितौरा जुन बजारमा पाइन्छ त्यस्तै तितौरा हामी घरमै बनाउन सक्छौँ। उनीहरू पनि खुसी, हामी झन् खुसी। बच्चाहरूले जङ्क खाएनन् भने पनि कति आनन्द हुन्छ। त्यो भएर एक दिन मिहिनेत गरियो भने 12 महिनाको लागि घरमै तितौरा बनाउन सकिन्छ। मजाले पाकिसकेको छ हाम्रो अमला। मजाले अनि मैले एकछिन रेस्ट गर्न दिएँ अनि अलिअलि तातै थियो त्यो भएर मैले चम्चाले चलाएँ। यो चाहिँ ज्वानो र जिरा भुटेर सिलौटोमा पिसेको। अनि यो मजाले मुसिसकेको थिएँ, मिक्स गरिसकेको थिएँ। अनि मैले यसमा हालेँ थोरै बिरे नुन, स्वादअनुसार बिरे नुन हालेँ। त्यस पछाडि ज्वानो जिराको धुलो अनि मसलाको धुलो, चाट मसला अनि लास्टमा थोरै मरिच हालेँ। मरिचले चाहिँ अलिकति फ्लेभर बढाउँछ भनेर मरिच पनि हालेँ। नहाल्दा पनि हुन्छ, अप्सनल हो मरिच चाहिँ। अनि तातै अझै तातै भएको कारणले हातले चलाउन नसक्ने भएर चम्चाले नै मोलिरहेँ मैले चाहिँ। त्यस पछाडि हामीले यसरी सानो मेरो अझै भएको छैन राम्ररी चाहिँ। तातो भएर अझै सानो डल्लो बनायो भने चाहिँ एकदमै राम्रो बन्छ। बिस्तारै हाल्दै जानुपर्छ। एकदमै छिटो अनि मिठो तितौरा यसरी हामी घरमै बनाउँछौँ। त्यस्तो गाह्रो पनि छैन। सिजनमा चाहिँ एकचोटि दुःख गर्नुपर्छ। अनि मैले चाहिँ यो चाहिँ मेरो 4औँ-5औँ लटको तितौरा हो। मैले अरू चाहिँ स्टोर गरिसकेको छु। मेरो चाहिँ 1 वर्षको लागि तितौरा बनाउँछु घरमै यसरी। खाने चाहिँ मैले मात्रै हुँदो रहेछ। 2-3 घाम मजाले घाम लागेको छ भने 2-3 घाममै रेडी हुन्छ तितौरा। यो चाहिँ मेरो रेडी भइसकेको छ स्टोर गर्नको लागि। यसरी मैले सिसाको बट्टामा चाहिँ 4-5 वटा बट्टा स्टोर गरेर राख्छु। तपाईहरु पनि बनाउनु होला।